हेलो सोल्टा सोल्टीहरू हेर्नुहोस् है, आज क्लियर मौसममा बेङ्गलोर कस्तो छ केटा हो। सोल्टा सोल्टी हेर्नुहोस् है, सोल्टा सोल्टीहरू हेर्नुहोस् त, आज क्लियर भन्छ, धुप आइरहेछ, घाम आइरहेछ, यस्तो राम्रो भ्यू चाहिँ हेर्नुहोस् त। यहाँ दिउँसो पाखाको है केटा हो, दिउँसोतिर हो सोल्टा सोल्टी हो, यो दिउँसोतिरको हेर्नुहोस्। यो म बस्ने एरिया हो बेङ्गलोरको, बेङ्गलोर भन्ने ठाउँमा म बस्ने एरिया हो। हेर्नुहोस् त कस्तो लागिरहेछ है केटा हो, कमेन्ट गर्नु होला है केटा हो, सबजनाले कमेन्ट गर्नु होला कस्तो लागिरहेछ के कस्तो छ भनेर। हेर्नुहोस् है, या दिस इज बेङ्गलोर, नो स्विजरल्यान्ड, नो नेपाल, ओन्ली इन्डिया, इन्डिया सिटी, बेङ्गलोर सिटी, बेङ्गलोर इन्डिया। ए हेर्नुहोस् न, यस्तो टन्टना घाम लागेको छ, तर पनि के गर्नु, यो मुला काम गर्नलाई यहाँ बसिरहेको। हेर्नु न, यो ट्याङ्कीमा अस्तिको हावाले गर्दाखेरि पुरा हुरीले लगेर ऊ भएको थियो कि, अनि त्यही कारणले यार आज हेर्नु न, यो यस्तरी बाँधेको। अब यो यसको क्यापै उडाएर हावाले उडाएर ऊ पर लगिदिएको, यहाँ तल घारिदिएको आज। अनि देशी जुगाड भनौँ न, यो गाउँको जुगाड, नत्र यहाँ त कचरा बस्छ नि त, त्यही कारणले केटा यस्तो गरेको, बाँधिदिएको गाउँले जुगाड। हेर्नु न, त्यही कारण एकचोटि केटा सोल्टा सोल्टीलाई भिडियो देखाइहालौँ, अनि मस्तले कहिलेकाहीँ बिहानको मात्र कति देखाउनु, कहिलेकाहीँ त इभिनिङको पनि देखाउन, गुड आफ्टरनुनको पनि देखाउन भनेर देखाइदिएको केटा हो। हेर्नु न मस्त छ, यस्तो टल्टलापुर गर्मी आएको छ, तर पनि यहाँ मस्त भिडियो तपाईँहरूको लाग्दा तपाईँहरूलाई देखाइदियो भनेर खिचिरहेको छु है केटा हो। हेर्नु त यहाँ मस्त, कुन एरिया राम्रो छैन, कतातिर छैन। हेर्नु न, यत्रो ठुल्ठुलो बिल्डिङ छ यहाँ ब्याक साइड मेरो, सधैँ देखिराख्नु भएको छ, तर पनि यस्तो धुपमा देखिराख्नु भएको छैन नि तपाईँहरूले, अनि आज त्यही मात्रै त्यसै कारणले तपाईँहरूलाई देखाइदिएको हो केटा हो। ल है केटा हो, ल ल बाई बाई, सी यू टुमारो, ओके बाई बाई, भोलि भेटौँला है केटा हो। यस्तै अपडेट गर्दै गर्छु तपाईँहरूको लागि, देखाउँदै। खालि यो जग्गा मात्र कति देखाएको भन्छ होला केटा हो, तर पनि केही छैन, कहिलेकाहीँ त हेर्नुपर्छ नि त, नजिकको तीर्थ हेला गर्नु हुँदैन भने जस्तै हो क्या। आफ्नै एरिया नै सुन्दर लाग्छ सबैलाई, त्यही भएर मलाई त हेऱ्यौँ लाग्छ कि यो एरिया यार, कसम यार, हेर्नु न यार कस्तो राम्रो छ। हेऱ्यौ देखाएको केटा, यहाँ हेर्नु त, यो नजिकबाट जुम गरेर देखाइदियो है केटा, म जुम गरेर हेर्नुहोस्, म हेर्नुहोस् है केटा, हेर्नुहोस् पुरा कस्तो लागिरहेको छ। हेर्नु त, यत्रो, यो त सामान्य बिल्डिङ हो, पर त त्यहाँ त धेरै केटाहरू छन् त, त्यहाँ त छन् फेरि हाम्रो, ओह पर हेर्नुहोस् कस्तो छ त, पुरा टल्टलाना घाम लागिरहेको छ, तर मौसम त थाहै त क्लियर छ, त्यति मात्र। ओके बाई बाई केटा, बाई बाई।